हेलो नमस्ते गुड आफ्टरनुन अल द वे फ्रम हङकङ। म पपी बान्तावा फेरि पनि अरू बेला जस्तै 90 डेज रिल्स च्यालेन्जको डे 12 लिएर आइसकेको छु। म टपिकतिर जानुभन्दा अगाडि चाहिँ अफकोर्स हाम्रो डियर सिस सुषमा दिदी, हाम्रो टप लिडर, उहाँले होस्ट गर्नुभएको हो, उहाँलाई थ्याङ्क यू भन्न चाहँदै म चाहिँ टपिकतिर जान चाहन्छु। आजको टपिक रहेको छ हाउ दिस बिजनेस चेन्ज माई लाइफ भनेको छ। यसको लागि चाहिँ म अफकोर्स यस भन्न चाहन्छु। किन भन्दाखेरि चाहिँ सुरु सुरुको दिनहरूमा जस्तै प्रिभियस मेरो सोसियल मिडियातर्फ पनि हेर्न सक्नुहुन्छ तपाईँहरू होइन। जस्तै म जे पाइते भने त्यति जे पाइते त होइन, तर मैले जानेको कुरै त्यति होइन, अनप्रोफेसनल वे टाइपको सोसियल मिडियामा हल्लाखल्ला गर्थेँ बोल्थेँ भन्दाखेरि चाहिँ अहिले चाहिँ अलिकति टपिक लिएर बोल्दाखेरि अलिकति राम्रो हुँदो रहेछ भनेर कुरा सिकेको छु होइन। प्लस भनेको चाहिँ म संसारको जुनसुकै कुरामा पनि म चाहिँ ट्राभल आम ट्राभल लभर यताउति भनेर म भन्थेँ भने अहिले ट्राभल गर्दै पनि मैले बिजनेस एक्स्ट्रा इन्कम जेनेरेट गर्न सक्छु भन्ने मैले त्यो वे पाएको छु होइन। त्यसको लागि पनि एकदमै थ्याङ्क यू भन्न चाहन्छु हाम्रो लिडरहरूलाई। अनि त्यसपछि चाहिँ जुन चाहिँ यो प्लेटफर्म हामीलाई देखाइदिनु भयो होइन, सायद यो प्लेटफर्म मैले 2-3 वर्ष अगाडि नै मैले देखेको र अगाडि बढेको भए म आज यति धेरै त्यो हुन्छ नि एउटा व्यवहारिक कुराहरूले म सफल हुँदैन थिएँ होला। बाई द वे नट टु बी लेट, जस्तै मैले आफ्नो साथसाथै मेरो आफ्नो बिजनेस पनि रन गरि नै रहेको छु होइन। तपाईँहरू कतिलाई त थाहै छ म सिमाज कल्चर हङकङलाई म रन गरिरहेको छु 10 वर्ष अगाडिदेखि है। सो सेम टाइम म यो डिजिटल बिजनेस अहिले जुन चाहिँ मेरो जर्नी छ त्यो चाहिँ मेरो एकदमै कम्फर्ट जोन भएको छ, जुन चाहिँ म ट्राभल लभर भन्छु। यस, त्यसमा पनि कनेक्टेड छ। म एउटा 15 वर्षको छोरीको मम्मी भनेर म प्राउडली भन्न चाहन्छु। त्यो पनि कम्फर्ट जोन भएको छ, जो चाहिँ उसँगै बसेर इभन अहिले पनि म ट्रेनिङ सेसनमा थिएँ, म उसको अगाडि बसेर होइन। सो म जहाँ गए पनि डुले पनि घुमे पनि अथवा मेरो दोकानकै कुनामा बसेर भए पनि मैले यो बिजनेसलाई चाहिँ रन गर्नु सक्छु भनेर एउटा कन्फिडेन्ट लेभल बढेको छ होइन। सो यसरी नै तपाईँ पनि होइन, यदि तपाईँ पनि मेरो क्याटेगोरीमा जुन मैले भनेको छु यो क्याटेगोरीमा पर्नुहुन्छ भने प्लिज मलाई फलो गर्नुहोस्, मलाई मेरो वेबसाइटमा जानुहोस्। मेरो वेबसाइटमा चाहिँ तपाईँलाई 90 मिनटको वेबिनार दिएको छ, त्यो हेर्न सक्नुहुन्छ। त्यसमा पनि कन्फ्युज हुनुभयो भने प्लिज मसँग कन्ट्याक्ट गर्नु चाहनुहोस्। मेरो वेबसाइट भनेको चाहिँ www.pavitbantawa24.com छ है त। सो आज यो समयको एकदमै मिनिमाइज गर्नुपर्ने हुन्छ अफकोर्स, रिल्स अनि बिलो 3 मिनट है। त्यसको लागि चाहिँ म सरी। मेरो अरू यो बिजनेसको बारेमा डिटेलहरू त तपाईँले देखि नै राख्नु भएको होला, अथवा मैले भनि नै राखेको छु, मैले फेसबुकमा अरू सोसियल मिडियाहरूमा भनिरहेको छु होइन। सो आजको लागि चाहिँ यति नै। भोलि फेरि